हामी त अब स्विमिङ जाने है गाइज मेरो गाउँको मेरो ठाउँको स्विमिङ हामी हिँड्दैछौँ अनि यहाँबाट चाहिँ भर्याङ जानुपर्ने अवस्था छ। परमेश्वरलाई धन्यवाद। हामी जस्तो सुकै परिस्थितिबाट पनि हामी हिँड्यौँ भने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। जहाँ जान्छौँ त्यहीँ नै हाम्रो परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। चाहे हामी हिँड्नु परोस्, चाहे हामी गाडीमा आउनु परोस्, बाइकमा, स्कुटीमा, जेमा पनि, तर हामी जहाँ हुन्छौँ परमेश्वर हाम्रो साथमा हुनुहुनेछ। हालेलुया। रमाइलो छ। हाई चाहिँ बहिनीहरू अनि भाइ बुहारी मम्मी यता चाहिँ नानीहरू कुदिसक्यो तल। है परमेश्वरलाई धन्यवाद। परमपिताले आजको दिन असल दिनुभएको छ हाम्रो लागि। यो चाहिँ ठुलो पिपलको बोट छ है, पिपलको रुख। त्यो चाहिँ एकदम रमाइलो हरियाली। एरिक अनि यहाँ तल चाहिँ स्विमिङ छ हेर्नु होला। अनि यति रमाइलो छ होइन, मान्छेहरू यति खेलिरहेका छन् त्यहाँ हेर्नु होला गाइज। अनि एकदमै पहाडले घेरेको ठाउँ अनि बिचमा चाहिँ यो स्विमिङ बनाएको छ है। हामी चाहिँ एकचोटि अस्ति पनि खेल्यौँ, रमाइलो लाग्यो। आज पनि यसो नानीहरूलाई हल्का रमाइलो गराउनुको निम्ति लिएर आएको। मलाई चाहिँ खेल्न आउँदैन खासै, चुप्लुङ मात्रै गर्ने हो। यस्तो हलचल गर्नु अनि यस्तो पौडी खेल्न चाहिँ आउँदैन है मलाई चाहिँ। तल छ है यहाँदेखि त अझै टाइम लाग्छ। हेलो जय मसी। स्विमिङ गर्न जाँदैछौँ हामी त एकदम एक्साइटेड हुँदै। वाउ थ्याङ्क यू प्रभुलाई धन्यवाद। मलाई चाहिँ खासै खेल्न आउँदैन नि बुहारी। मलाई पनि आउँदैन। आज यहाँ आउने भनेको चाहिँ हाम्रो एरियानालाई मात्रै होला है। वाउ ल हेर भ्यू हेर्नुस् त हेलो सबैजना। अनि हेर्नु होला साह्रै रमाइलो भ्यू छ है। हो साँच्चै होला है। पुरै के यो गाउँ हुन्छ नि एउटा, यो चाहिँ गहिरामा छ क्या, एकदम गहिरामा। थ्याङ्क यू जिजस। कपाल पनि उडाएर काका पुगेछु। बनायो त नबोल क्या धेरै, यहाँ भिडियोमा आयो। के अब स्विमिङ आयो। स्विमिङ वाउ